रुम नम्बर 33 मा जाँदैछौँ किन भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो मुभीको प्रिमियर छ हो र यहाँ साथीहरू पनि आउनुहुँदैछ अरू पनि पछि पछि एक्साइटेड छु आजको मुभीको लागि। काम कस्तो गरेको छ भनेर हेर्नु चाहिँ एकदम एक्साइटेड छु हो म राम्रो चलोस् भनेर बेस्ट विशेष पनि दिन चाहन्छु। ज्वाइँको आँसु भन्ने चाहिँ हामीले एउटा विदाउट प्लान कुनै सल्लाह पनि थिएन, जोसले गर्दा मात्रै बनाएको हो। अन्त आशा छ आउने दिनमा हाम्रो अब यस्तो वर्षटार आर्टिस्टहरू यहाँ हुनुहुन्छ र जसमा उहाँले मौका पाउनुभयो र आउने दिनमा तपाईँहरूभित्र पनि जति नै कलाहरू लुकेर राखेको छ भने हामी त्यसलाई पनि यसरी है ठुलो पर्दामा देखाउने ठुलो इच्छा हुनुको कारणले गर्दा तपाईँहरूलाई आउने दिनमा चान्स दिनेछौँ। र केवल 25 मिनटको भिडियो थियो, तर यसमा हामीले धेरै दुःखहरू गरेको छौँ र सम्पूर्ण मेरो टिमहरूलाई धेरै धन्यवाद दिन चाहन्छु। ज्वाइँको आँसु भन्ने सर्ट मुभीलाई कलेजमा हामीले प्रिमियर देखाइसकेको छौँ। अब आउँदा चाहिँ हामी पार्ट 2 या पार्ट 3 सम्म गरेर हामी कम्प्लिट गर्नेछौँ र हाम्रो यो फिल्मी क्षेत्र कला जगतलाई अझै हामी अगाडि बढाउने लाने हाम्रो ठुलो सोचले गर्दा यो भिडियोलाई हामी युट्युब र फेसबुक मार्फत हामी छोड्दैछौँ, जसमा कान्छा लाइन्स छ, जसमा चाहिँ युट्युबमा पनि फेसबुकमा पनि कान्छा लाइन्स लेखेको एकाउन्ट छ, त्यसमा हामी छोड्दैछौँ र तपाईँ सबैजनाले त्यहाँ पनि गएर यो भिडियोलाई हेरेर यो मुभीलाई हेरेर धेरै माया अनि सपोर्ट गर्न सक्नुहुनेछ।